हर्क साम्पाङ पनि अहिले आएर ठिक लाग्न छोडे साथीहरू। पछिल्लो समय बालेन शाह र हर्क साम्पाङ बीचमा स्ट्याटस मार्फत दोहोरी चलिराखेको थियो, जसमा हर्क साम्पाङले बालेनलाई विदेशी दलाल हो भनेर त्यसैलाई आधार मानेर बालेनका सपोर्ट गर्नेदेखि लिएर विरोधीहरूले बालेनलाई विदेशी दलाल नै हो, यो चोर फटा हो भन्ने जस्ता कुराहरू गरे। त्यहाँसम्म ठिकै थियो। अनि त्यसलाई वास्ता नगरेर बालेन शाहले चाहिँ हर्कलाई एउटा प्रेमी जस्तो माया गरिरहन्छु भन्ने जस्ता कुराहरू लेखेर बालेनले पनि हर्कलाई उडाए। योसम्म ठिकै थियो। तर गर्दा गर्दा पछिल्लो समय हर्क साम्पाङले बालेनले काठमाडौँको विकास गरेको होइन, स्ट्याटस मात्रै लेखेको हो, एमाले विकास गरेको हो भन्ने जस्ता अभिव्यक्तिहरू दिइराखेका छन्। यस्ता अभिव्यक्तिहरूले बालेनलाई असर नपर्ला तर हर्कलाई असर पर्ने देखिन्छ, किनकि बालेनले गरेको कामलाई पनि हेर्नुपर्छ र पुराना दलले गरेका कामहरू पनि केही होला, तर उनले गरेका गल्तीहरूलाई पनि हामीहरूले हेर्नुपर्ने हुन्छ। र यस्ता अभिव्यक्तिहरूले हर्क साम्पाङको बोलीको वेट र जनताप्रतिको विश्वास घट्न सक्छ। मैले देखेको कुरा चाहिँ यही हो साथीहरू। तपाईहरूले यसबारेमा केही धारणा छ भने कमेन्ट गर्नु होला है त।